फाइनली एससी रिजल्ट 2081 को रिजल्ट पब्लिस्ड भइसकेको छ। अब तपाईले आफ्नो एससी को रिजल्ट मार्कसिट सहित चेक गर्न सक्नुहुन्छ यो वेबसाइटबाट sc.ntc.net.np भन्ने वेबसाइटबाट तपाईले मार्कसिट सहित आफ्नो रिजल्ट चेक गर्न सक्नुहुन्छ। सो चेक गर्नको लागि तपाई यो वेबसाइटमा आउनु होला। यहाँ आइसकेपछि अब तपाईले यहाँ यो ग्रेड सिटमा तपाईले क्लिक गर्नु होला। त्यसपछि तपाईले यहाँ आफ्नो सिम्बल नम्बर टाइप गर्नु होला। यहाँ सिम्बल नम्बर टाइप गरिसकेपछि अब तपाईले यहाँ आफ्नो डेट अफ बर्थ नेपाली डेट अफ बर्थ तपाईले यहाँ टाइप गर्नु होला। तपाईले आफ्नो डेट अफ बर्थ यहाँ टाइप गर्दाखेरि यो फर्मेटमा टाइप गर्नु होला। इयर लेख्नु होला, त्यसपछि महिना, त्यसपछि दिन र त्यसको बीचमा ड्याश या डट या स्ल्याश के हुन्छ त्यो तपाईले यहाँ टाइप गर्नु होला। यसरी डेट अफ बर्थ टाइप गरिसकेपछि अब तपाईले यहाँ साइडमा रहेको यो सर्च रिजल्टमा क्लिक गर्नु होला। सर्च रिजल्टमा क्लिक गरिसकेपछि तपाईले यहाँ ग्रेड सिट सही तपाईले यहाँ रिजल्ट चेक गर्न सक्नुहुन्छ। कुन सब्जेक्टमा कुन ग्रेड आएको छ तपाईले यहाँ यसरी चेक गर्न सक्नुहुन्छ। त्यसैगरी तपाईको यहाँ तल जीपीए पनि शो गरिदिएको हुन्छ। यदि तपाईको कुनै पनि सब्जेक्टमा एनजी आएको छैन भने। त्यसैगरी यदि तपाई यो ग्रेड सिटको प्रिन्ट निकाल्न चाहनुहुन्छ या डाउनलोड गर्न चाहनुहुन्छ भने तपाईले यहाँ तल रहेको यो प्रिन्ट ग्रेड सिटमा तपाईले क्लिक गरेर यसलाई तपाईले आफ्नो मोबाइलमा या ल्यापटपमा सेभ गरेर राख्नु होला। अनि तपाई कम्प्युटर साइबरमा गएर यसको प्रिन्ट निकाल्न सक्नुहुन्छ। त्यसैगरी यदि तपाईको कुनै पनि सब्जेक्टमा एनजी आएको छ भने त्यो केसमा चाहिँ तपाईको यहाँ जीपीए चाहिँ शो गर्दैन। यदि कुनै पनि सब्जेक्टमा एउटा सब्जेक्टमा या एक भन्दा बढी सब्जेक्टमा एनजी आएको छ भने त्यो केसमा तपाईको यहाँ जीपीए शो गर्दैन। म तपाईलाई यहाँ एउटा रिजल्ट शो गर्छु। मैले यहाँ सिम्बल नम्बर लेखेँ, त्यसैगरी यहाँ डेट अफ बर्थ लेख्छु। त्यसपछि मैले यो सर्च रिजल्टमा यहाँ क्लिक गरेँ। तपाईले यहाँ हेर्न सक्नुहुन्छ यो रिजल्टमा यहाँ धेरै सब्जेक्टमा चाहिँ एनजी आएको छ, जसले गर्दा चाहिँ यो स्टुडेन्ट चाहिँ फेल भएका छन्, जसले गर्दा यहाँ जीपीए पनि शो गरेको छैन। सो यदि तपाईको कुनै पनि सब्जेक्टमा एनजी आएको छ भने तपाईले त्यसको ग्रेड इन्क्रिमेन्ट एक्जाम अर्थात् रि एक्जाम तपाई दिनुपर्ने हुन्छ। तपाईले रि एक्जाम दिएर त्यो एनजी लागेको सब्जेक्टमा तपाई पास हुनुपर्छ, अर्थात् तपाईले त्यो एनजी हटाउनु पर्ने हुन्छ रि एक्जाम दिएर, अनि मात्रै तपाईको यो जीपीए शो गर्छ। यदि तपाईले त्यो एनजी हटाउनु भएन भने तपाईलाई राष्ट्रिय परीक्षा बोर्डले कुनै पनि सर्टिफिकेट दिँदैन, ट्रान्सक्रिप्ट पनि दिँदैन, मार्कसिट पनि दिँदैन। सो तपाईले रि एक्जाम दिएर यदि तपाईको कुनै पनि सब्जेक्टमा एनजी आएको छ भने त्यो हटाउनु होला। सो यसरी तपाईले आफ्नो एससी रिजल्ट ग्रेड सिट सहित तपाईले यहाँ चेक गर्न सक्नुहुन्छ। यसरी